हेलो साथीहरू, आजको दिनमा चाहिँ मेरो नाइट अफ थियो। त्यही भएर चाहिँ नाइट अफलाई चाहिँ सही सदुपयोग गर्नु पर्यो भनेर नाइट अफको डेमा चाहिँ मैले चाहिँ मेरो साथी रितालाई बोलाएँ। अनि रितासँग चाहिँ हामी दमकमा रहेको बेला क्याफेमा गएर कफी खाने प्लान बनायौँ। त्यसपछि दुईजना चाहिँ भेट भएर स्कुटीमा सुई हावा खाँदै दमकमा रहेको बेला क्याफेमा ट्याकट्याक्कै पुग्यौँ। अनि क्याफेमा पुगेपछि कफी खायौँ। कफी खाँदै हाम्रो अब पुरै होइन गफ जान्छ नि त। अब भविष्यको बारेमा गर्नु चाहिँ केही छैन होइन। अब गफाडी दुईजना परियो। अब भविष्यको योजना बनाउनु पर्यो होइन, गर्नु केही छैन। बडो योजना बनाइयो। त्यसपछि रिताको घरमा गएर चाहिँ टिकटक बनाउनुपर्छ भन्ने खालको योजना भएर हामीले चाहिँ टिकटक बनाउनु थालियो। टिकटक बनाउँदाखेरि के कुरा याद आयो भने हामीलाई त नाच्नै आउँदैन रहेछ, तर पनि अब नाच्नु त पर्यो, किनभने टिकटकमा जसो तसो नाचेर देखाउनै पर्ने छ। अनि मेरो यो एक्सप्रेसनवाला भिडियो बनाएको काफ्लेसँग जानु कि नजानु लु साथीहरू भनिदिनु पर्यो। म त यहाँ सोचमग्न भएँ, झुमा लिम्बूको गाना सुनेको काफ्लेसँग जाउँ जाउँ लाग्नु थाल्यो मलाई त। रिताले हुँदैन भनेपछि फेरि हामीले चाहिँ यसो टिकटक नै फेरि बनाउने कोसिस गऱ्यौँ। टिकटक बनाउँदाखेरि चाहिँ ठ्याक्कै यो टिकटक बनाउँदाखेरि चाहिँ यो गानाहरू चाहिँ पहिला हामी पिकनिक जाँदा ताप्लेजुङको सुकेटारमा बजाउने भएको कारणले गर्दाखेरि ताप्लेजुङको सुकेटारको एकदमै याद आयो। ल है त साथीहरू, बाई बाई, थ्याङ्क यू फर वाचिङ।